हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ हाम्रो इलाममा तेस्रो दिन हो। हामी चाहिँ बिहानै उठिसक्यौँ। उठेर चाहिँ यहाँ डेरी रहेछ, डेरी हेर्न गयौँ। हाम्रोतिर चाहिँ डेरी भन्ने बित्तिकै दुध दही घिउ मात्रै पाउने ठाउँ हो, तर यहाँ चाहिँ देख्न सक्नुहुन्छ ठुल्ठुलो मेसिन रहेछ। नुहाउने छुर्पी पनिर सबै पाउँदो रहेछ, यहीँ बनाउनु हुँदो रहेछ। त्यो हेरिसकेपछि चाहिँ हामी बसेकै होमस्टेको दाई दिदीको फार्मतिर गएको छौँ। हजुरहरूले पनि देख्न सक्नुहुन्छ कुखुरा, एकदम धेरै कुखुरा रहेछ। यहाँ चाहिँ 1000वटा कुखुरा छ अरे। कस्तो रमित लाग्दो देखिन्छ। यो कुखुराले पारेको अन्डाहरू रहेछ, यो चाहिँ सबै निकाल्दै हुनुहुँदो रहेछ। त्यसपछि हामीले ब्रेकफास्ट गऱ्यौँ। आज चाहिँ ब्रेड अन्डा छ। ब्रेकफास्ट पछि चाहिँ हामी फेरि आफ्नै कामतिर जाँदैछौँ सबैजना। हामी चाहिँ वडा कार्यालय पुग्यौँ। वडा कार्यालय पुग्दा चाहिँ पानी परेर भर्खर रहेको थियो नि त। त्यसपछि म आफ्नो कोठामा गएँ। एकदम लथालिङ्ग छ, औषधिहरू सबै मिलाउनु पर्नेछ। मैले चाहिँ हजुरहरूलाई 5 दिनसम्मकै चाहिँ अपडेट दिन सक्दिनँ। एकदम धेरै पेसेन्ट आउनु भएकोले मैले चाहिँ यही भिडियोमा सबै भिडियोहरू समेटेको छु। एकदम धेरै बिरामीको फ्लो बढेको छ। जति धेरै शिविरको 2-3 दिन बित्दै गयो त्यति धेरै पेसेन्टहरू चाहिँ बढ्दै हुनुहुन्छ र यहाँ सिस्टरले चाहिँ हाम्रो सुगर नापिदिँदै हुनुहुन्छ। हाम्रो यो शिविरमा चाहिँ औषधि निशुल्क थियो, एक्सरे निशुल्क, भिडियो एक्सरे निशुल्क, प्रेसर नाप्ने लगायत मुटुको इसिजी, गाइनोको डाक्टर, अर्थोको डाक्टर, बच्चाको डाक्टर, फिजिसियन डाक्टर 3 जना हुनुहुन्थ्यो। एकजना एमडिजिपी डाक्टर पनि हुनुहुन्थ्यो, आँखा र दाँतको पनि हुनुहुन्थ्यो। त्यसपछि हामी खाना खायौँ। खाना खाँदा पानी परेर चाहिँ हामी एउटै बेडमा 20 जना चाहिँ अटी आयौँ र हाम्रो फेरि काम गर्न थाल्यौँ। इलामको शिविर चाहिँ समग्रमा सबै राम्रो भयो। 3000 जना पेसेन्टले सेवा लिनुभएछ। हाम्रो टार्गेट चाहिँ 5000 जना पेसेन्टको थियो, तर 3000 जना पेसेन्ट आउनु भएछ र हाम्रो शिविर सक्यो। बाई बाई, हेभ अ गुड डे।